हेलो एभ्रीबडी, आज हामी तुलसीपुरमा छौँ र आज हामी दङ्गेश्वरमा रहेको थारू सङ्ग्रहालयको अवलोकन गर्न जाँदैछौँ। सबैजना उत्साहित छन्। हेलो दुईवटा हेर्नुहोस् यहाँ मोबाइलमा। हामी चौखुरातिर लाग्दैछौँ गाइजहरु, बाइ बाइ। हामी गणेशपुर पार्क घुम्न जाँदै अब चाहिँ हामी चौखुराको लागि निस्किँदैछौँ हाम्रो दिदीको घरबाट। सबैजना हेलो भन्दैछन्। अति नै खुसी छन्। आज चौखुरामा चाहिँ हामी थारू म्युजियम हेर्नुको लागि हामी अटोको प्रतीक्षामा छौँ। अटोलाई बोलाएका छौँ र अटो आएपछि हामी कोही अटोमा र कोही बाइकमा जान्छौँ र बाइक पनि रेडी अवस्थामा छ। अटो पनि ठ्याक्कै आइसक्यो र अब हामी अटोमा बस्छौँ र कोही चाहिँ बाइकमा जान्छौँ। अटोमा पनि ठाउँ सानो भएको हुनाले चाहिँ मान्छे धेरै ठाउँ सानो भएकोले अलिकति प्याक नै भएको छ। हाम्रो छोरी रिसाछिन् अटोमा जान्छु भनेर। अनि यता चाहिँ अटोमा मिलेर बसिरहेका छन् सबैजना। अब खुसी भएको हुनाले घुम्न जान पाइयो भनेर चाहिँ मिलेर बसेका छन्। जसो तसो गरेर चाहिँ अटोमा अटाएका छन्। अब चाहिँ हामी यो अटो अगाडि जान्छ र हामी पछि जान्छौँ, किनभने हामीलाई बाटो थाहा छैन चौखुराको। त्यसैले हामी अटोलाई फ्लो गर्दै हामी पछि आउँछौँ र हामी बाइकमा यो अटोलाई फ्लो गर्दै चाहिँ हामी चाहिँ चौखुरा पुग्ने प्लान छ र अब अटो गइसक्यो र हामी पनि जान्छौँ। अहिले चाहिँ हामी बाइकमा छौँ, बाटोमा छौँ। हामी चाहिँ चौखुराको यो रोडमा चाहिँ गइरहेका छौँ। अटो अगाडि छ र हामी चाहिँ बाइकमा चाहिँ यो सुन्दरताहरू चाहिँ निहाल्दै हामी हिँडिरहेका छौँ। अति नै मजा आएको छ। आजको यो शनिबारलाई हामी विशेष बनाउँदैछौँ र आज यो मौका छोपी चाहिँ हामी आज यो चौखुरामा बनेको जुन थारू सङ्ग्रहालय छ यसको अति नै गहिरो तरिकाले अध्ययन पनि गर्ने नै छौँ र त्यहाँ के छ यहाँबाट त्यो पनि हामी त्यसरी देखाउनेछौँ। चाहिँ हामी पुग्दैछौँ चौखुरामा। फाइनली गाइस हामी चौखुरा पुगिसकेका छौँ। यो प्रवेशद्वार हो चौखुराको र हामी यहाँ पुगिसकेका छौँ र सबैजना अटोबाट पनि ओर्लिसके र सबै उत्साहित तर खुसी छन् आज, किनभने हाम्रो पहिलोपटक हामी यो थारू म्युजियम हेर्न आएको छौँ। अति नै खुल्दुली पनि लागेको छ, कस्तो छ यो भन्ने कुरा चाहिँ हेर्न मन लागेको थियो। आज त्यो सपना पनि हाम्रो पुरा हुँदैछ र सबैजना एक्साइटेड छन्, खुसी छन् अनि हेर्नको लागि। र हामी चाहिँ भित्र प्रवेश गर्दैछौँ। अहिले हामी चाहिँ भित्र आइसकेका छौँ। यहाँले देख्न सक्नुहुन्छ हामी अहिले चौखुराको यो थारू सङ्ग्रहालयको भित्र छौँ। यहाँ विभिन्न किसिमका चाहिँ मूर्तिहरू यहाँले देख्न सक्नुहुन्छ, थारू संस्कृति झल्किने खालका, र विभिन्न हरियाली पार्कहरू पनि यहाँ बनेका छन्। अति नै रमणीय स्थल रहेछ यो र हामी सबैजना चाहिँ यो हेर्दै बसेका छौँ र सबैभन्दा महत्त्वपूर्ण यो झरना यहाँले हेर्न सक्नुहुन्छ। अति नै सुन्दर दृश्य छ यो झरनाको र यहाँ सबैजना फोटो खिच्नको लागि चाहिँ पालो कुर्नु पर्दो रहेछ। हामीले पनि चाहिँ पालो फोटो खिच्यौँ र अति नै मोहक छ यो सङ्ग्रहालय। साँच्चीकै यो चौखुराको थारू म्युजियममा आएपछि चाहिँ थारूहरूले चाहिँ संस्कृतिको बारेमा चाहिँ जानकारी हुँदो रहेछ। यहाँ चाहिँ थारू समुदायहरूले विगतमा चाहिँ कस्तो किसिमको रहनसहन थियो, संस्कृति के थियो, उनीहरूको चालचलन के थियो भन्ने कुराहरूको चाहिँ प्रतिबिम्बित गरेको छ यो थारू म्युजियम चौखुराले चाहिँ। यहाँ सबै कुराहरूको चाहिँ सबै ठाउँहरूको थारू समुदायहरूले चाहिँ कस्तो किसिमको चाहिँ रहनसहन थियो, कस्तो कलाहरू थियो, कस्तो वेशभूषाहरू थियो, कस्तो चाहिँ घरहरू थियो भन्ने कुराहरू चाहिँ सबै कुराहरू चाहिँ यहाँ देखाएको छ। जसले गर्दा चाहिँ वास्तवमा थारू समुदायमा चाहिँ धेरै किसिमको कला संस्कृतिहरू रहेछ भन्ने कुरा चाहिँ यहाँ चाहिँ आउँदा थाहा हुँदो रहेछ। त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, यो अति नै राम्रो छ, अति नै उपलब्धिमूलक ठाउँ छ। त्यसैले सबैजना चाहिँ एकपटक आएर चाहिँ यसको चाहिँ अवलोकन गर्नुहोला। यहाँबाट धेरै कुराहरू चाहिँ सिकिन्छ। वास्तवमा थारू समुदायहरूले चाहिँ धेरै नै यो समाजको लागि धेरै नै चाहिँ किसिमको योगदानहरू रहेछ भन्ने कुराबाट पनि यो चाहिँ चौखुराको चाहिँ सङ्ग्रहालय चाहिँ देखाउँछ। अति नै रमणीय, अति नै राम्रो, अति नै सुन्दर ठाउँ छ यो
चखोरा। अब म चाहिँ यहाँलाई सरस्वती रूपमा चाहिँ यो सङ्ग्रहालयभित्र रहेका चाहिँ सम्पूर्ण कुराहरू जुन थारू संस्कृतिसँग सम्बन्धित छ त्यो यहाँहरूलाई चाहिँ देखाउन चाहन्छु। यहाँहरूले हेर्नुहोस् र हेरेर पनि चाहिँ धेरै कुराहरू चाहिँ यहाँहरूले थाहा पाउनुहुन्छ। अति नै सुन्दर ठाउँ रहेको छ यो चखोरा, जहाँ चाहिँ यहाँहरूले हेर्नुभयो अघि पनि भिडियोहरूमा चाहिँ धेरै किसिमका थारू समुदायहरूको चाहिँ संस्कृति झल्किने खालका चाहिँ यहाँ प्रतिबिम्बहरू स्ट्याचुहरू राखिएको छ, जहाँ विगतमा चाहिँ थारू समुदायहरूले गर्ने विभिन्न किसिमका नाचहरू, बड्का नाच, झुम्रा नाच जस्ता चाहिँ संस्कृतिहरू पनि यहाँ झल्काएका छन्। यहाँले देख्न सक्नुहुन्छ यहाँ थारू नाचहरू कसरी गरिन्थ्यो भन्ने कुराहरू यहाँ देखाइएको छ र थारूले लाउने वेशभूषा गहनाहरूका विषयमा पनि यहाँ चाहिँ प्रष्ट रूपमा देखाएको छ र विभिन्न किसिमका चाहिँ घरहरू यहाँ चाहिँ कैलाली जिल्लाका, बाँके जिल्लाका, बर्दिया जिल्लाका, दाङका, देवखोरीका चाहिँ थारू समुदायहरूका कस्तो किसिमका घरहरू छन् र कस्तो किसिमको चाहिँ संस्कृतिहरू छन्, वेशभूषा कस्तो छन् भन्ने कुराहरू चाहिँ अलग अलग तरिकाले चाहिँ देखाइएको छ र थारू समुदायले चाहिँ कसरी चाहिँ यहाँका स्थानीय स्रोतहरूको प्रयोग गरिकन चाहिँ वस्तु उत्पादन गर्छन् भन्ने कुराहरू पनि देखाएको छ। यो बड्का नाच यहाँहरूले देख्न सक्नुहुन्छ, बड्का नाच चाहिँ कसरी गरिन्छ भन्ने कुराहरू चाहिँ यहाँ देखाइएको छ र यही अनुरूप नै चाहिँ हाम्रो थारूको संस्कृतिहरू चाहिँ अहिलेसम्म पनि जोगिरहेको छ। त्यस कारणले अति नै महत्त्वपूर्ण र चाहिँ सुन्दर ठाउँ रहेको हुनाले चाहिँ यहाँहरू कसैले पनि चाहिँ हेर्नु भएको छैन भनेपछि अवश्य आउनुहोला। यहाँ धेरै कुराहरू चाहिँ सिकिन्छ, जानिन्छ। थारू समुदायहरूले चाहिँ कसरी चाहिँ खेतीपातीहरू गर्थे, कसरी चाहिँ अन्न उमार्थे, जसले गर्दा आज हामी चाहिँ यहाँ बसेर पनि चाहिँ सहज तरिकाले चाहिँ हामी चाहिँ खाना खाइरहेका छौँ। त्यो सबै सुरुवाती चरणमा चाहिँ थारू समुदायहरूले चाहिँ गरेको मेहनतका कारणले चाहिँ भएको छ भन्ने कुरा चाहिँ यहाँ देखाइएको छ। थारू समुदायहरूले खेतबारीमा काम गर्दाखेरि चाहिँ कसरी उहाँहरूले चाहिँ गर्नुहुन्थ्यो, कसरी चाहिँ खानाहरू खानुहुन्थ्यो, मिज्नी, कलुवा भन्ने कुराहरू छ, उहाँले चाहिँ कसरी खानुहुन्थ्यो भन्ने कुराहरू पनि देखाइएको छ। सबै कुराहरू प्रष्ट रूपमा देखाइएको हुनाले चाहिँ यी कुराहरू जान्न अति नै महत्त्वपूर्ण भएको हुनाले यहाँहरू यहाँका बाबु नानीलाई पनि लिएर चाहिँ यो कुराहरू देखाउनु होला, जसले गर्दा धेरै ज्ञानहरू चाहिँ प्राप्त हुन्छ। यो भूमि भनेको थारूहरूको भूमि भएको ठाउँ हो, त्यसले गर्दा थारू संस्कृतिहरू चाहिँ झल्काउने प्रशस्त चाहिँ यहाँहरू चाहिँ चित्रणहरू गरिएको छ। अहिले चाहिँ यहाँ देख्नुहुन्छ विभिन्न किसिमका चाहिँ थारू अगुवाहरू चाहिँ यहाँको मूर्ति पनि यहाँ चाहिँ बनाइएको छ। अहिले गाइज हामीले चखोराको सबै कुराहरू चाहिँ निहालेर हेऱ्यौँ, अति नै राम्रो लाग्यो हामीलाई। र अब यहाँ थारू ड्रेस लाएर फोटो पनि खिच्नु पाइँदो रहेछ। र अब हामी चाहिँ यहाँबाट निस्केर चाहिँ अब तुलसीपुरमा रहेको गणेश पार्क पनि आज चाहिँ घुम्ने प्लान छ र हामी अब त्यो गणेशपुर पार्क जानको लागि हामी निस्किसकेका छौँ यहाँबाट। र हाम्रो अटो कहाँ छ, हामी अटोलाई हेरिरहेका छौँ। अटोलाई बोलाइरहेको छ हाम्रो भान्जीले, अनि अटो आएपछि हामी सबैजना जान्छौँ र त्यसपछि हामी गणेशपुरमा चाहिँ घुम्छौँ र सबैजना आतुर छन् यहाँबाट जाएर चाहिँ गणेशपुर पार्क घुम्नको लागि, किनभने हामीसँग समय छैन। आजको शनिबार हामी चाहिँ चखोरा र गणेशपुर पार्क दुईवटा चाहिँ पर्यटकीय स्थल घुम्ने हाम्रो प्लान थियो। फाइनल्ली हामी गणेशपुर पार्क पनि सबै घुम्यौँ। अति नै राम्रो ठाउँ रहेछ यो पनि। अब हामी चाहिँ घुमेर सबै कुरा भ्याइसकेका छौँ। अब हामीलाई भोक पनि लागिरहेको छ, त्यसैले हामी खाजा खानुपर्छ भनेर चाहिँ खाजा खान बसेका छौँ यहाँ। र हामी अर्डर गरेका छौँ र कतिखेर आउँछ र खाम्ला भनेर सबै भोकले चाहिँ आतुर भएको छन्। छिटो खाना ल्याउनुहोस्, छिटो खाना ल्याउनुहोस् भनेर चाहिँ भनिरहेका छन्। अहिले गाइज हाम्रो नास्ता पनि आयो। हाम्रो अति नै भोक लागेको थियो र हामीले सबैजनाले चाहिँ आफ्नो नास्ता चाहिँ मजाले खायौँ र भोक पनि मेटियो। र सबैजनाले चाहिँ आफ्नो मोबाइलमा चाहिँ आजको फोटो भिडियोहरू चाहिँ हेर्न व्यस्त रहेका छन् यहाँ कस्तो फोटो आएको छ भनेर। फाइनली साथीहरू हाम्रो शनिबारको घुमाइ चाहिँ सकिसकेको छ र हामी चाहिँ दिदी घर आइसकेका छौँ र आज हाम्रो यहीँ बस्ने प्लान छ र हामी भोलि बिहान हामी लमै फर्किने तयारीमा छौँ। थ्याङ्क यू गाइज फर वाचिङ। च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।